हेलो साथीहरु, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अन्त म चाहिँ अब भर्खर घरको धन्दा सकेर एकछिन बिसाइरहेको छु। अन्त त्यही अवसरमा चाहिँ मैले भिडियो बनाइरहेको छु साथीहरु, देख्न सक्नुहुनेछ। मेरो दाउरा राख्ने जग्गा, गाईलाई भर्खर केही देखिँदैन, गाई घाँस खाँदैछ साथीहरु, देख्न सक्नुहुनेछ गाईले घाँस खाएको। भर्खर घाँस लगाएर म चाहिँ यता आएको छु बारी। तीनटा छ गाई चाहिँ मसिनो, एउटा मौ, एउटा कोराली, एउटा बाछा छ, मौको बाछा। तपाईहरुकोतिर मकै कत्रो भयो साथीहरु? हाम्रोतिर यत्रो हुँदैछ। यो देख्न सक्नुहुनेछ मकै, केरा, खोर्सानी, प्याज चाहिँ मैले एकदम ढिलो रोपेको थिएँ, कम्ती तुमाले पछाडि दिनुभएको थियो र कम्ती रोपेको थिएँ, पच्चा खानु पत्ता भयो। त्यहाँदेखि अहिले चाहिँ मर्दैछ। अब यो मरिसकेपछि खन्ने डल्ले खोर्सानी यस्तो भएको छ साथीहरु, देख्न सक्नुहुनेछ। डल्ले खोर्सानी, गदावरी फुल सार्ने बेला भइरहेछ हो। यो चाहिँ सेतो खालको ठुल्ठुलो फुल छ साथीहरु, यो रेड कलरको हो। यो चाहिँ व्हाइटमा फुल्छ। यो चाहिँ मैले माखाबाट ल्याएको साथीहरु। अस्ति मेरो साइली देउरानी चाहिँ सुत्केरी हुनुभएको थियो, त्यतिखेर चाहिँ गएको थियो उसको घरमा, अनि मैले लिएर आएको। यता बैगुन गोड्ने बेला हुँदै रहेछ साथीहरु। मेरो बैगुनहरु यत्रो मल लाएर रोपेको पनि के भएको यस्तो भएको छ। बैगुन यत्रो भएछ साथीहरु। कसै जग्गामा मजाले आएछ, कसैमा किटेर सानो भएछ, यहाँको मरेछ। यता यहाँ चाहिँ कस्तो पानी नसुकिने जग्गा छ। यता चाहिँ अलैँची बारी, तर हाम्रो होइन, अङ्कलहरूको, काइला अङ्कलको। यता फुङ्गे, फुलतरुल देख्न सक्नुहुनेछ, मकै, कुखुरा, गाई सबै सँगै चरिरहेछ साथीहरु। बर्खामा के गर्नु साथीहरु, यति बेसी झार पलाउँछ, कति उखाले त्यति पलाउँछ। मेरो फुलहरु देख्न सक्नुहुनेछ। फ्लावर, दिस इज माई फ्लावर। यो नि माखाबाटै लिएको मैले, व्हाइट कलरको चाहिँ थिएन मेरोमा, यो सबै माखा, यो यिनीहरू माखाबाट लिएको मैले। कुन कलर फुल्छ याद छैन, यो अर्कै कलर हो, यिनीहरू अर्कै कलर हो। यहाँ त भाँच्चै दिएछ नि, यो अर्कै कलरको फुल लिएर रोपेको थिएँ मैले साथीहरु। एउटा पोथीले चाहिँ अन्डा पार्नुको लागि रेडी छ, अनि गुड खोज्दैछ र चाहिँ फुल पनि टुकसुक्कै भाँचिदिएछ मेरो। यो डबल पिङ्क कलर फुल छ, यो माखाबाटै लिएको। यो माखाबाटै लिएको मैले, यत्रो भएको छ माखा। दिस इज अल्सो, यो पनि माखाबाटै लिएको। यो लुङ्जीबाट लिएको मैले पो यस्तो भइसकेछ। के गर्नु साथीहरु, फुल स्याहार्नु भ्याएको छुइनँ। स्याहार्नु पायो भने यसरी फुल्छ फुलहरु। यिनीहरूको चाहिँ सिजन गइसकेको छ। एकसरको हिजो अस्ति ढकमक्क फुलेको सबैको, अहिले सिजन गएर सबै खासै यस्तो पत्ताहरू झारिदिइहाल्नुपर्छ साथीहरु। के गर्नु, एक्लै छु, सबै कुरा भ्याउनु पर्छ। मेरो घरको अवस्था देख्न सक्नुहुनेछ। मेरो घर 2 रुम छ। सयपत्री यति बेसी फुल्यो। सयपत्री अफ सिजनमा पनि मजाले फुल्यो साथीहरु।
ट्याप्पै फुलेको थियो, अब चाहिँ मरिसक्यो मकैहरू। बाख्रा हजार छ त घाँसमा जानु भएको? अब यस्तो छ मेरो पनि एकदम रेडी। पन्जा हँसिया यो टाउको बान्ने, अब घाँसमा जानलाई रेडी हो साथीहरू। यस्तो छ जिन्दगी, के गर्नु, घाँस काट्यो बस्यो। दिस इज माई किचन देख्न सक्नुहुनेछ मेरो। साना साना यी मेरा घरहरू। किचन यस्तो छ साथीहरू। किचनको अवस्था यस्तो छ, एकदम सानो 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 सानो। यति नै हो मेरो किचन। फाइनली अब चाहिँ म चाहिँ घाँसमा जान्छु। म काँक्रा देखाउन आँटेको थिएँ तपाईँहरूलाई। काँक्रा बितेबी फोहोर रोपेको, यसपालि रोपिनँ साथीहरू। काँक्रा चाहिँ मेरो चाहिँ यत्रो यत्रो भएको छ। झ्याङ चाहिँ फुल्नु पनि ट्याप्पै फुलेको छ साथीहरू, तर फलेको चाहिँ छैन। देख्न सक्नुहुनेछ मेरो काँक्रा। मकैमा चाहिँ यसपालि पुरा किरा लागेको छ साथीहरू। तपाईँहरूकोतिर कस्तो भएको छ भन्नुहोस् होला। साथीहरू माथि खेतबारी देख्न सक्नुहुनेछ। तुम्माहरूको बारी भन्दा पनि तुम्माहरूले मध्य कमाउनुहुन्छ। तुम्माहरूको घर नजिक छ, बजारमा त्यहाँ खेत रोपाइ हुन्छ साथीहरू। अब चाहिँ म मेरो भिडियोलाई यहीँ राख्न चाहन्छु। मेरो भिडियोलाई मन परेमा लाइक सब्सक्राइब एन्ड सेयर पनि गरिदिनुहोस् होला भन्न चाहन्छु। सब्सक्राइब भन्दा पनि मेरो सब्सक्राइबको बटमै राम्रो भएको छैन साथीहरू। म मिलाउँदैछु। भर्खर नयाँ युट्युब खोलेको, मलाई खासै पारा आउँदैन। त मेरो भिडियोलाई चाहिँ मन पर्यो भने लाइक चाहिँ गरिदिनुहोस् होला भन्न चाहन्छु। अनि अब चाहिँ म घाँसमा जान आँटेको, अब ड्युटी जान आँटेको। अहिले बिहानको लागि लगाएको साथीहरू, बेलुकालाई फेरि घाँस काट्नु पर्ने हुन्छ। अन्त केशरहाङ चाहिँ खेतला गएको छ भन्छु। सयपत्री दिवाली आएको छैन, सयपत्री फुलिरहेछ। सयपत्री फुलिबस्दो रहेछ साथीहरू यो सयपत्री पनि। म चाहिँ घाँसमा जाने ड्रेस सबै लगाइसकेको, हँसियाएर निकालिसकेको छु। अब चाहिँ म चाहिँ अनि अब चाहिँ मेरो भिडियोलाई यहीँ राख्न चाहन्छु साथीहरू। मन पर्यो भने लाइक गरिदिनुहोस् है भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियो।